हेलो गाइस, आज म यहाँ सिटी फ्लावर हाइपर मार्केट आएको छु कि मेरो अफिस नजिकै पर्छ यो पनि। अनि आज चाहिँ यहाँ आएको सामान किन्नलाई। यहाँ अफिस नजिक त नेस्टो मार्केट पनि छ, तर मलाई रुम चाहिँ टाढा पर्छ। त्यही भएर चाहिँ म यहाँ सिटी फ्लावरमा आएको। के सामान रहेछ म किन्छु पहिला, अनि त्यसपछि हेराउँछु पनि के रहेछ। अब जस्तै यहाँ सर्फहरू छ, सबै डिटर्जेन्टहरू छ यो एरियामा सबै। यो पनि एकदम ठुलै हो। अनि माथि फ्लोरमा लुगाहरू छ के, तर मलाई चाहिँ लुगाहरू लिनलाई जानु छैन। म अर्को दिन देखाउँछु त्यो माथि फ्लोरमा। म यहाँ सामान किन्दा किन्दै मलाई ढिलो हुन्छ कि। यस्तो मार्केटिङ, मतलब यो मार्केटहरूमा यस्तो तरिकाले सामान राखेको छ नि, यो मार्केटिङ लेभल हो क्या, एउटा स्ट्राटेजी बनाएको छ। एक लाइनले त्यो एउटा सामान भेट्दैन। अब जस्तै मलाई अब चामल लिनु छ भने चामल यता हेर्छु, अनि तरकारी लिनु पर्यो भने उता सिधै जानुपर्छ। तेल लिनु पर्यो भने यहाँ छ, दाल लिनु पर्यो भने उता फेरि जानुपर्छ त्यो कुनामा। अनि त्यो बिचमा जाँदा जाँदै अरू पनि केही सामान किनिन्छ, त्यो कुरा हो क्या। त्यही भएर अनि यहाँ चाहिँ यस्तै छ। अब म देखाउँछु तपाईँहरूले के छ अरू सामानहरू होइन। यहाँ चाहिँ अलिक धेरै नै छ क्या, मतलब धेरै छ यहाँ पनि सामानहरू। तर मलाई चाहिँ अरू चाहिने सामान चाहिँ के छ त्यो लिन्छु। एउटा सर्फ पनि लिन्छ, अरू के छ त्यो म हेराउँछु, अनि त्यही अनुसार लिनुपर्छ है साथीहरू। कस्मेटिक आइटमहरू भयो सबै। अनि यहाँ चाहिँ रेट पनि छ यो सबको, यिनीहरू पनि रेट लेखेको छ। जस्तै यो 18 मा डबको 18 रुपिस, 4 मा रियल्स 18 रियल चार्ज डब्स। यहाँ चाहिँ यस्तो ठुलो डब्बा चाहिँ 20 रियल यो सरफहरू होइन। अनि यहाँ एडियल 30 रियल ठुलो, टाइट चाहिँ 29 रियल। अनि यता चाहिँ सानोमा चाहिँ 2012। अब मैले चाहिँ यो लिन खोजेको 1 केजीको, अनि त्यो चाहिँ ठुलो चाहिँ 2 केजी छ। अनि यो 1.5 केजी 20 रियल। हुन त यो पनि ठिक छ, तर के गर्नु हो। अब हेरौँ यो कुन लिन्छु म। अनि यता चाहिँ यो प्याकेटवाला आउँछ, यस्तो छ 14 रियल। यहाँ हाइपर मार्केटमा चाहिँ अलि चामल चाहिँ आज महँगो रहेछ यार, महँगो छ चामलहरूको रेट। अहिले चाहिँ अस्तिसम्म चाहिँ सस्तो थियो, अहिले चाहिँ महँगो भएछ क्या। यहाँ चाहिँ योभन्दा सस्तो चाहिँ उसमा पाउँछ, ठिक्क हुन्छ जुबेल मलमा। म चाहिँ जुबेल मल मेरो ठक्क अफिसको पछाडि छ। म चाहिँ त्यहाँ नगएर यहाँ आएको। यहाँ चाहिँ मलाई चित्त बुझेन चामलहरू, कि त धेरै महँगो छन् प्रिमियम बासमतीहरू, तर त्यति महँगो चाहिँ के खानु। अब आफ्नो बजेटले भ्याउँदैन, त्यही भएर हो। अनि लो बजेटको चामल चाहिँ एकदम बाक्लोवाला चामल छ क्या, मतलब एकदम बाक्लो भातहरू हुन्छ त्यस्तो। त्यो काम छैन, त्यस्तो चाहिँ होटलमा पाउँछ यहाँ, एकदम ठुल्ठुलो हुन्छ। त्यो सस्तो हुन्छ, 15 रियल 14 रियलमा आउँछ 5 किलोको। तर त्यो काम छैन, त्यो खाने लायकै हुँदैन, त्यो होटलहरूमा मात्र पाउने त्यस्तो। अनि म चाहिँ अब देखाउँछु यहाँ यो फलफुल मार्केट देखाउँछु क्या। अब अन्डाको रेट पनि हाइक नै छ। अस्तिसम्म 13 रियलमा आइरहेको थियो, अहिले 17.95, मतलब 90 रियल। स्याउ चाहिँ 10 रियल महँगो भएको छ, अस्तिसम्म 5 रियल आइरहेको थियो। अरू म देखाउँछु यहाँ सुन्तला चाहिँ 12 रियल महँगो भएको छ। यो 7 अहिले सबै महँगो भएको छ। यहाँ चाहिँ एभ्रिथिङ महँगो छ। 10 दिन अगाडि चाहिँ यहाँ सस्तो थियो। 7 रियल स्याउ पनि भएको छ। यो स्याउ कस्तो छ अब खोइ थाहा छैन, अब हेरिहाल्छु, लिइहाल्छु म स्याउ पनि।
यस्तै छ कुन चाहिँ हो यस्तो यो एभाकाडो 20 रियाल गुनर यो प्रिमियम एप्पल म्याङ्गोज पाइनएप्पल्स 18 रियालमा छ यस्तो सडेको यो पपाया पनि मान्छेहरू किन्छन् के गलेको सडेको के गर्नु सामानहरू महँगो भएको छ अहिले धेरै महँगो छ यार भएको यति महँगो त पहिला हुँदैन थियो अहिले खोइ के कारणले गर्दा हो मलाई चाहिँ महँगो लाग्यो किनकि म यहाँ रेगुलर आइरहेको हुन्छु हप्तामा एक दिन त आउँछु अघिल्लो हप्ता आउँदा चाहिँ यहाँ त्यति महँगो चाहिँ थिएन तरकारीहरू पनि महँगो छ आज एकदम यो चाहिँ अस्ति 6 रियालमा आइरहेको थियो होइन यो सानो बेबी के भन्छ यो कद्दु यो त्यो चाहिँ अहिले महँगो छ 10 रियाल पुगेको छ गाजर 5 रियाल जो कि 2.5 रियाल 3 रियालमा आइरहेको थियो होइन त्यस्तो छ आइक भएको अहिले प्याज पनि महँगो गरिदिएको छ के लिनु अब हेर्छु अरू के यहाँ म प्याज लिन्छु यो प्याकेटवाला आउँछ यस्तो होइन यो चाहिँ 4 रियालमा हो अब यसमा कति सडेको हुन्छ खराब हुन्छ त्यो को प्रब्लम हो कि मतलब तर पनि म यही लिन्छु यता अब के गर्नु त अब लिनु पर्यो आलु पनि एउटा लिनु पर्यो 5 रियालको आलु त यति महँगो छ हौ यति महँगो 5 रियाल महँगो भएछ आलु बाहिर लिन्छु आलु म पर्फ्युमहरू छ राम्रै छ पर्फ्युमहरू हेर्दा त यो स्याम्पलको लागि पनि राखेको छ होइन मलाई चाहिँ त्यति लगाउन मन लाग्दैन त्यही भएर म गर्दिनँ एउटा यो चाहिँ छ लभली लाइफ भनेको अब यो कस्तो छ स्याम्पलको लागि चेक गरौँ नि त ठिकै छ स्मेल त्यति त्यो फग भन्दा राम्रै छ फग डेनर भन्दा राम्रै छ यो त्यो भन्नुहोस् अरू पनि ब्रान्डहरू छ थुप्रै छ धेरै महँगो त छैन यो 9.25 रियाल ओन्ली यहाँ चाहिँ यो हेर्नु इटर्नलको 58 रियालमा छ क्या यो पर्फ्युम अनि यहाँ स्याम्पूहरू भइहाल्यो अरू धेरै छ कोलगेट सलगेट के चाहियो तपाईँले अब सबै कुरा छन् अब आउनुहोस् किन्नुहोस् नजिक हुने साथीहरू चाहिँ यहाँ घडीहरू पनि पाउँछ है डुप्लिकेट घडीहरू हुन्छ स्मार्ट वाच पनि छ चाहिने हो यो हेर्नु डिजाइन मात्र छ घडीको तर केही छैन हेर्नुमा कस्तो दामी छ स्मार्ट वाच पनि छ यहाँ लुक यो घडीहरू पनि छ 9 रियाल यस्तो घडी 9 रियाल गाउँघरतिर हेर्नुहुन्छ नि कतिलाई लगाएको यस्तै घडीहरू हो क्या यहाँ पनि घडी छ पुरै घर जानको लागि सामान किन्दैछन् कतै मान्छेहरू हट्दैछ यहाँ फेभिक्विक पनि छ लाइटर साइटर सेल के चाहियो सबै कुरा छ अब के भन्नु अब मसँग सबै कुरा अलरेडी छ यहाँ लेडिज वाचहरू पनि छ राम्रो छ स्मार्ट वाच हेर्नु के साथीहरू यो एउटा इयरबड आउँछ स्मार्ट वाच 20 रियाल कीवर्ड स्मार्ट वाच 35 रियाल यो स्मार्ट वाच यस्तै स्मार्ट वाच लिएर जान्छन् कि मान्छेहरू घरतिर हेर्नुहुन्छ नि त्यो यहाँ हेर्नु यो 49 रियाल स्मार्ट वाच यो सबभन्दा एक्सपेन्सिभ भयो वाइसमको 55 रियाल अरू पनि छ यता सबै स्मार्ट वाचहरू छ म हेराउँछु अहिले स्मार्ट वाचहरू कस्तो छ मैले नि हेरेको छैन यार लिनुपर्ने सोचिरहेको छु तर मलाई चाहिँ यहाँको चित्त बुझ्दैन म चाहिँ जेरिडमा गएर लिन सोचिरहेको छु क्या अल्ट्रा छ होइन फिचर्सहरू हेरिहाल्नु के छ कम्पास स्पोर्ट मोड वायरलेस चार्जिङ NFC सबै कुरा NFC पनि दिएको छ पेमेन्ट गर्नलाई त दामी छ त यार 35 रियाल 55 रियालमा राम्रो छ यहाँ लेडिज वाचहरू हेर्ने हो कस्तो छ दामी छ लेडिज वाचहरू छ सबै यहाँ पनि छ
लेडिज वाचहरू ब्लुटुथहरू सबैसँगै आउँछ। यो के हो 15 रियालको छ यो वाच पनि 15 रियाल। हातमा ब्रासलेट पनि आउँछ एउटा। अब हेर्नु होला, हेर्नुभयो सबै कुरा। मैले के हेराउनु, यहाँ ओइलहरू पनि छ, तेल खाने कुरा होइन, अरू पनि छ। अब हेर्नु यस्तै छ।